हेलो एभ्रिवान, वेलकम टू माई न्यू ब्लग। तो साथीहरू, आज चाहिँ म धेरै दिन पछाडि ब्लग भिडियो बनाउन जान्न अरे, किनकि म 2-4 दिन अगाडि बहुत बिजी थिएँ। तपाईँको लेखा भिडियो बनाउन नपाएँ। तर आज म यसो लगभग करिब म 1 महिना पछाडि भिडियो बनाउन नआरेको हुनु हो। अब थोड़ा यो मोबाइल खराब हो थियो और त्यसमा यो नेट सेटको कारणले मैले ब्लग भिडियो बनाउन नपाएँ। तो आज हम आ रही हूँ यहाँ हाम्रो खेततिर आ रही हूँ बल्लु जोत्ताको लेखा। त मलाई देखाउन हाम्रो खेत ल हेर, यो चाहिँ हाम्रो खेत हो। आगाका दिन चाहिँ पक्काले मैले आएर थिएँ, यो कुलेबर गया हूँ और यो 3-4 दिन पछाडि यो थोड़ा सुके जसोहरू छ। आज चाहिँ हामी यहाँ बल्लु जोत्तु लाग्यो हेर, और सबैले जोतिसक्यो। तपाईँ हेर्नु सक्नुहुन्छ, सबैले जोतिसक्दा गाउँले अँगार क्या। हाम्रो चाहिँ अहिलेसम्म अब जोति नआएको गाउँ चाहिँ के अँगार हुन्थ्यो, मान्छे नआएको थियो घर कोही। थोड़ा हम सबै काममा बिजी थिए, तपाईँको लेखा हामीले कुलिनले नपायो। यहाँ अहिले जोत्तु लाग्यो। हम यहाँ बिहान यहाँ 10 बजेतिर, बिहान त के भन्नु, तर 10 बजे आयो। थोड़ा हम ढिला उठे, बेली हम बिहामा थिए। तपाईँ रात निन्द बहुत लाग्थ्यो, हम रात नि ढिला उठे। ल किशोर यहाँ मजाले जोत्तु लागेको छ, बल्लु किशोर बल्लु जोत्तु लागेको छ, बल्लु हिट्टु लागिरहनु। अब हामीले 1 गाडा यहाँ 2 हामीले हाम्रो जम्मा छन् यहाँ 12-13 गाडा। हामीले 2-3 मात्रै जोतिसकेदेखि अहिलेसम्म, किनकि हामीले यतिमा मह हाल्यो। किशोर यहाँ बल्लु जोत्तु लाग्छ। हेर किशोर हिट्टु लागिरहनु बल्लु हिट्टु लागिरहनु। तसो सताइ नराख्यो, आपत्ति नगरिराख्यो। बल्लुले ऐसा बुढा छन्, उद्गरले थोड़ा हिट्टाइ छन्। अब यसो हेरेछ हो, बेलुकासम्म सकिइहाल्यो। घरतिर कोही मान्छेले नथे। अब केसी त सबै काममा थिए और उनीहरू स्कुलले छ। तपाईँ मैले आइबेर मात्र यहाँ गाउँ के नानी गाडाको लिए, कोही बेला चाहिँ गाउँ लगाउन अरे आज। अब अरूका यहाँ इतल अँगरले गयो। ल हेर, इतल पुरा ठुला हो गयो अँगरबेर। यो अरूका गाउँ यहाँ अँगरले गई इतना हो गया। हम आज जोत्तु लारे, अब हाम्रो कब अँगर देन कि थाहै नै थियो। यसो छ तपाईँको लेखा। अब के गर्दै मान्छे नभए यसो हुने, थोड़ा ढिला हुने हो। तपाईँले हुन त अब टाइम त किन हो रे अरे, तपाईँले अँगर त अँगर झन्न। तो साथीहरू, अब घरतिर मान्छे नै थियो, थोड़ा हाम्रो ढिला हो गयो। अब के गर्दै तपाईँले बहुत ढिला त नै हो रे, टाइम त ठिकै हो रहेछ। तपाईँले अब गरेर ल बिस्तारै हो जान नि त। सो गाउँ चाहिँ अब सबै निको हुने सँग होइन, जल जन्ज्या बयोबेरले तपाईँले यहाँ बान्नर उनले राखो कि नै दु। अब कसै हुना नि दु पक्का चाहिँ म काम गर्दु लाग्छ। पक्कालाई भेको न, पक्का यहाँ कन्ज्या पुग्यो रहेछ त। पक्काले मैले 2 जना मात्रै छु खन्नेवाला, और कोही नै थिएन आज। और कोही नै आयो रे पक्काले आज स्कुल। पक्का स्कुल थियो, तर मैले भने कि आज जोत्तु बर्थडे भन्ने हिसाबले पक्का घरै बसिरहेछ। ल पक्काले चाहिँ उही चालोबेठी सब यहाँसम्म बनाइसक्यो। यहाँ पुरा सब डल्ला सल्ला सब फुट्नु बड्डान, तब मात्रै गाउँ गर्दैन होला। पक्का पक्का कसो हो रहेछ खन्नमा ठिकै हेर्छ अब। ल ठिक छ, पक्कालाई तसो तँ थगी ना थगी भयो। ल ठिक छ, आरामले खना, मुल्यो खर्नु होला। ल हेर पक्कै एक्लो छ पुरा। अझै त्यो गाडा खन्नु परेछ। यो चाहिँ हाम्रो खेत हो। यो हेर यत्रो ठुलो छ खेत। इतना खेतमा हम 2 जनाले मात्रै खन्नु पर्यो। अब त म आफै बताए कि हामीलाई कता तसो झुलु कता हम थग्ला भन्ने कुरा त आफै बता हो कि ना। पक्का पक्का तसो छ उ बसा। अब भोलिपल्टै जाला स्कुल। ल गाई जा, हामीले सब गाउँ लगाइसकेपछि चाहिँ पक्का भोलिपल्टै स्कुल जाने हो। अब यो गाउँसँग लगाउन चक्करमा पक्का स्कुलले दिनदिनै ऊ हुन्न, पक्का अब्सेन्ट हुन्न छ।
ल गाइज हामीले 3 गाडा चाहिँ हामीले खन्बेर पुरा रेडी बनाइसक्यो। ल हेर यहाँ इसा खन्नु पर्छ पुरा, यो एकदम मैदान गर्नु पर्छ, डल्ला सल्ला केही नराख्नु। ल हेर इसा खन्नु पर्छ। अब किशोर चाहिँ यो गाडो जोत्नुहुन्छ, यो गाडो जोतबेर म चाहिँ यसलाई खन्न। अब चाहिँ यहाँ चाहिँ जोत्तो मात्रै पड्डी हो इन 3 गाडा, और इन 3 गाडा चाहिँ म हेल्पेर हम छाडिदिनु, किनकि थोड़ा सुक्ने अरे यहाँ पानी ज्यादा लागि रहेछ, तपाईँको लेखा थोड़ा भिजिरहेछ, बहुत गिलो गिलोहरू छ। अब यसो भइरहेछ। ल ऊ पछि चाहिँ हामी भोल थोड़ा सुकेपछि म हेल्पेर पुरै गाउँ बुनपट्टि हो। अब यहाँ 2 बज गए और भोकले बहुत लग गयो। पक्कालाई हामीले खाना लिनु, पक्कालाई हामीले चाहिँ खाना लिनको लेखा पठाइरहेको। ल हेर पुरै पक्का झन्ना छ। अब खाना लिएर हुन्छ मजाले हम यहाँ बसेर खानु। उही बाजामा बस्छु। ल पक्काले अन्जासम्म मैले चाहिँ यो गाडो एक्लै खन्नु पर्ने हो पुरा, यो चालुन दिवाली सबै मैले खन्नु पर्ने हो। किशोर त्यहाँ बल्ल जुत्तामा बिजी छ। किशोर थके त ना थके? ल आरामले जो त। बल्लुले अब बल्लुलाई भोक लाग्यो कसै भिट्टु नआएको अरे, थक गया विषय छ, आरामले जो। ल हम चाहिँ आफूलाई भोक लागिरहेछ भनेर त खाना लिन गए, तर बल्लुले बिहानबाटै के नखायो, बिहान थक्का सौला खायो, बस के नखाएर कि उनलाई भोक त लागिरहेन। अब के गर्दै इस्यु छ। अब हम यो जोतिसकेपछि पुरै तिम्रो चरुनु यी 3 चाहिँ बहुत घाँस हामीले छाडिराख्यो, काट्न राख्यो। त्यो घाँस खुवाइबेर त्यो बस बल्लुलाई लैजानु, पानी सानी खुवाइबेर त यहाँ हाम्रो खोलातिर पानी छ। ल गाइज अब मैले चाहिँ यो लगभग 3-4 गाडा खल्ने सकेले और पक्काले आग्यो बाहर खाना लिएर आग्यो। अब दो पक्का के क्या लिएर झेद्दु वो बच्चा भोकले अब बहुत लाग्दो बस गयो। वो बच्चा खाना ले खानु। और आज हम इतनी हो जोते पक्का म हाल्नुहुन्छ। इंडो गाडा हामीले यसरी थोड़ा गिलो गिलो हुन्थ्यो, कचार हो रहे थे, हामीले चाहिँ जोतबेर छाडिदियो। ल किशोरले मैले खाना खानु, पक्का घर खाइबेर आइयो। बाबा पक्का खाइबेर आइयो अब घर। ल पक्का खाइबेर आइयो अब हम खानु। पक्का हुन्छ म हाल्नुहुन्छ। ल हुन्छ म हालियो पक्का भन्ना थियो, तर त मैले नबुझ्यो भ्याबर। ल हेर यो हो मै भनेको, म यसै हाल्ला। यो हो यो म हाल्ने केटो यो हो। ल हेर रोटा, पनिर रोटा और साग। ल यो साग हो। ल हेर अब टक्क हम यतिलाई बसबेर पुरा यो नजारा हेरबेर क्या, तर खानामा अलग्गै आनन्द हुन्छ यहाँ बसबेर खानामा। ल अब हम यसरी खानु। किशोर हाल खाना चाहिँ अब हम 2 जना छौँ खाना, तब हम 2 बेला लिएर आयो। ल अब यहाँ बसबेर हामीले यहाँ खाइगयो बेर यतो काम गऱ्यो हम सब भुल्ने। ल गाइज हामीले खानाले खाइसक्यो और पक्काले ठ्याक्क हामीले खाना खाइसक्यो नि जहाँ म हालिसक्यो। अब अब कति बजे भने बच्चा 1 2 3 और 3 गाडा यहाँतिर का 6 गाडा बचे जम्मा। इन चाहिँ हम भोलो जोत्नु, भोल बिहान नै आउनु। हलो जोसो सब यहाँ राखेर जानुपर्ने हो। अब भोलो जोत्नु पक्का सकियो अब। ल अब खोलिदिए अब बल्लु अब भोलि आउनुपर्ने हो। भोलि जोत्नु पऱ्यो। अब इस्यु छ 2-3 जना भए हाम्नुले पऱ्यो आफूले, और जोत्तुले आफूले पऱ्यो। थोक्का त काम ढिला हुन्न छ। ल गाइज अहिले चाहिँ पक्का बल्लु फुन्न छ। अब बल्लुनलाई बहुत भोक लाग्यो भने हामीले त खाना खाइहाल्यो। अब बल्लुन के लिए सोध्छु पऱ्यो हामीले थोड़ा बहुत। अब उनले खाए बेर पो उनी हिट्टे तब फास्ट जोतिने हो। ल उनीहरूले पक्का फोसेक्हाल्यो। अब हामीले घरतिर लाग्यो। अब भोलो होला पक्का थोड़ा बल्लु चराउँछ। ल बार बल्लुनलाई भोक लाग्दिरहेछ पर घाँस खान पछि क्या पक्का। ल कहाँ राखे हलोले जुले मैले जाइबेर जानु। हलोले जुले राख्छु न त मैले जाइबेर जानु। हलोले जुले राख। ल हलो टक्क पक्का राखन्छ। यो हलो हाम्रो हलोलाई चाहिँ पक्का कहाँ राखे पारि भ्योलाहरू खाइन।
हललाई चाहिँ उतिन राखियो ऊ पछि चाहिँ हम घर जानु ल हुन्छ साथीहरू आजको लेखा यतिकै मलाई आशा छ कि तपाईँलाई यो भिडियो बहुत मन परेको हुनु हो भिडियो मन पर्यो भनेपछि भिडियोलाई चाहिँ लाइक कमेन्ट र सेयर गरिदिया और च्यानलमा नयाँ छ भनेपछि च्यानललाई चाहिँ सब्सक्राइब गर्दै जिन भुल्या आ बेलडा अर्खा ब्लगमा उन्जासम्मको लेखा बाई